नमस्कार, गुड मर्निङ डेक्सन। मेरो नाम चाहिँ मना आले मगर हो। म नखीकोटबाट आएको र मेरो रोग चाहिँ सास लाग्ने, एकदम नाक घाँटी कान चिलाउने रोग थियो। मैले सबै ठुल्ठुलो डाक्टरहरू जम्मै देखाएँ। उहाँहरूले जिन्दगीभर खानुपर्छ भनेर भन्नुहुन्थ्यो। तर अहिले म डेक्सन खाएको 6 महिना वर्ष दिन भयो। मेरो नाकको एलर्जीहरू रोगहरू सबै कम हुँदै गएको भएर म डेक्सनमा एकदम खुसी छु। डेक्सन पाएर मलाई डेक्सनमा ल्याउने चाहिँ इन्दु म्याम हो, उहाँले ल्याउनु भएको। तर मलाई एकदम खुसी लागेर म अहिलेसम्म खाँदैछु, आबद्ध हुँदैछु। सायद म नमरिन्जेलसम्म म डेक्सन छोड्दिनँ भन्ने चाहिँ मलाई त्यहाँसम्म चाहिँ मेरो हृदयले सोचेको छु। र मलाई धेरै रोगले सताएको थियो। म हस्पिटल त संसारै धाएँ, ठुलो सानो सबै जानी झाँक्री सबै धाएर पनि मलाई केही सिप लागेको थिएन। डाक्टरले पनि जिन्दगीभर खानुपर्छ भनेको हुनाले म यो डेक्सनमा आएपछि मैले गानाडर्मा भन्ने धुलो 5 बट्टा खाएँ र अनि अरू कफीहरू खाएँ र मलाई अहिले रोग मेरो नाकको एलर्जी, नाक घाँटी कान चिलाउने, खोकी लाग्ने, ख्यासख्यास खोकी लागेको हुने, मेरो दमको रोग, नसाको रोग एकदम मलाई निर्मल हुँदैछ अहिले। हजुरहरू नि सबैले बुझिदिनु होला, चिनिदिनु होला। एकदम राम्रो चिज हो। आफन्त परिवारहरू सबैले नै चिन्नु सकोस्, मैले जस्तै सबैले खाएर स्वास्थ्य भएर हिँड्नु सकोस् भन्दै मैले हङकङमा हुने नानीहरूलाई पनि मैले पठाइरहेको छु। 2 चोटि पठाएँ, 2 जनाले अलि राम्रो भयो भन्दैछ। मैले 70 वर्षको उमेरमा मैले संसारै धाएँ। मैले डेक्सन जस्तो केही देखिनँ। डेक्सनमा चाहिँ सबैजना आबद्ध हुनु होला। आफन्त परिवारजनहरू, कुना काप्ची भएको नचिनेकोहरू सबजनाले खाएर स्वास्थ्य बनेर हिँड्नु होला भन्ने मेरो चाहना छ। डाक्टरलाई पनि धेरै धेरै धन्यवाद दिँदै म आफूले अलिकता रचेको गीत भनौँ कि के भनौँ सोचेको त्यो भन्नु जाँदैछु। हजुरहरूलाई के कस्तो लाग्छ? डेक्सन राखौँ सबैको मन मनमा, स्वास्थ्य भइनु छ जीवनमा। डेक्सन राखौँ सबैको मन मनमा, स्वास्थ्य भइनु छ जीवनमा। यो मनको आत्मा बल बढायो, रोगको जरा डेक्सनले लडायो। यो मनको आत्मा बल बढायो, रोगको जरा डेक्सनले लडायो। कति रोगले सताएको थियो, परिवर्तन डेक्सनले पारिदियो। कति रोगले सताएको थियो, परिवर्तन डेक्सनले पारिदियो। यो डेक्सनले जितियो मेरो मन, फेरि पनि आउँछ कि बालापन। यो डेक्सनले जितियो मेरो मन, फेरि पनि आउँछ कि बालापन। कस्तो राम्रो डेक्सनको कम्पनी, निर्मल पार्यो एलर्जी दम पनि। कस्तो राम्रो डेक्सनको कम्पनी, निर्मल पार्यो एलर्जी दम पनि। खोज्दैन्थ्यो यो सारा जगतमा, डेक्सन बस्यो नसा र रगतमा। खोज्दैन्थ्यो यो सारा जगतमा, डेक्सन बस्यो नसा र रगतमा। बाँचिने जाली डेक्सनको लिन्छु साथ, डाक्टर लिमलाई छ मेरो धन्यवाद। बाँच्नु जाली
डेक्सनको लिन्छु साथ डाक्टर लिमलाई छ मेरो धन्यवाद। हजुरहरू सबैले डेक्सनलाई चिन्नुहोस्, सबै कुना काप्चा सबैले नै डेक्सन चिनेर खानुहोस् र स्वास्थ्य भएर हिँड्नुहोस्। म 70 वर्ष पुग्नुलाई 3 वर्ष मात्रै बाँकी छ। म 70 वर्षको मान्छे, म अहिले बालापन फर्किया जस्तो लाग्छ। हजुरहरूले पनि त्यसै गरेर डेक्सनलाई एकदम विश्वास मानेर लिदिनु होला भन्दै यो डेक्सन त भगवानै जस्तै लाग्छ मलाई त। हजुरहरूले धेरैले सम्झेर लिदिनु होला भन्ने चाहन्छु। अहिलेसम्म हेरेर सुनेर हजुरहरूले साथ दिनुभयो। हजुरहरूलाई धेरै धेरै धन्यवाद। नमस्कार।